फाइनल्ली गाइज सपना पुरा भयो। हिजो बिहान हिँडेको मान्छे घर आयो, घर फोनमा बोले छैन, यही माथिको घर हो। अब राति अँधेरो छ, यस्तो अँधेरो छ। नभन न भोलि हिँड्ने क्या बिहान सरप्राइज दिने हो। त्यस्तो भयो ल हिँड्नु, अझ अगाडि अगाडि हिँड्नु। म लाइट पनि बालिराखेको मोबाइलको लाइट बालेर हिँड्नु। नभन न यो बोल्या बोले गऱ्यो नि त बोल्या। यस्तो रहेछ नि त बाटो त, किन यस्तो भएको? यस्तोमा हिँड्नुहुन्छ बुवा मम्मी? हजुर यस्तो थिएन अस्ति नै त। आँदैन लोट्ला मलाई माथि है माथि हेरिरहेको छु कि भाग्यमानी भयो बा मेरो छोरो आटेको पुगोस् मेरो खुतु हेर्दा त म त कति होइन पानी त नाम पारेको नि त। दिनभरि फोन लाग्दैन, हिजो नि लाग्दैन, आज नि लाग्दैन, के आसर हो? आयो आयो लाउँ त समात्नु। कस्तो गाह्रो भयो, गाह्रो भयो गाइस। ल त्यसले भैँसी भन्यो बोल्यो, तपाईँले सुन्नु पर्यो त आवाज त कहीँ न कहीँ। उसले आउने बित्तिकै भैँसी त्यहाँ खा भन्यो। सरप्राइज दिन लास्टै गाह्रो हुँदैछ। सरप्राइज चिन्नु हुँदैन सबै बोलेको नि चिन्नु हुँदैन। भाग्यमानी भयो भोलि जाने भनेर बुवालाई
कति हाँसेको होइन नि किन हानी त नि मन त सरप्राइज हुनु भयो नि त पिट्टे छट भयो दिन आउन को मलाई के त्यो सरप्राइज दिन आउन को वा त्यो को ह चिन्यौ उसले भैँसीलाई चाहिँ अरू लाँदा सक्नु पर्यो बाह्र सत्य चिन्नु भन्न तपाईँले मैले पानी ल्याउनु भन्दा कहाँ चिन्नु भन भन्नु पनि भएको म कसको बुवा हो बाबुलाई देखाएर तर त कतै सोच म छेकाएँ नि त त्यही भएर नि भन्खानी बाबुलाई नदेखिन्जेल भयो कि भन म सुरु के पानी तपाईँको बुवाको बाबा आबुतिकै बोली एकदम एकैचोटि म तिम्रो आऊ भन्ने मलाई उनी भन सोच्नु नै भएको थिएन एक राति नि सोच्नु भएको थिएन हामी आउँछौँ भन्दा कतैबाट सोचै थिएन भन्छ बुवा हजुरलाई लाथे हामी आउँछौँ भन्दा आज लाथेन मम्मीले भर्खर फोन आएको अनि खै हिजोदेखि फोन आएको थिएन म फोन अरू मात्रै भन्नु थियो मम्मी कस्तो पार्दिनु भएछ ल सरप्राइज यही हो है सरप्राइज खिच्न आउँदा जस्तो छ यही घर हाम्रो घर गाह्रो भयो यो उठाउँदा फुल उठाउँदैन आमालाई उठाउँदैन